नमस्ते। आज हजुरहरूलाई म एउटा प्रश्न सोध्न चाहन्छु। यदि मानौँ हजुरहरूको जब आजबाट गयो भने हजुरहरू कति समय बिना आम्दानी चाहिँ बाँच्न सक्नुहुन्छ? 1 वर्ष, 6 महिना, 2 महिना या 1 महिना? कतिपय व्यक्तिहरू त 5 वर्ष, 10 वर्ष, 15 वर्ष, 20 वर्षदेखि काम गर्दै हुनुहुन्छ होइन। तर पनि उहाँहरूसँग बचतको नाममा धेरै कम पैसा छ। अहिले उहाँहरूले केही महिना सर्भाइभ गर्न पनि सक्नुहुन्न होइन। अनि आजको यो भिडियोमाथि म विशेष गरेर यो सेभिङको बारेमा लेखिएका जुन टप 10 बेस्ट सेलिङ बुकहरू छन्, त्यो बेस्ट सेलिङ बुकहरूको चाहिँ समरीको रूपमा 10वटा गोल्डन लेसनहरू चाहिँ हजुरहरूसँग सेयर गर्न गइरहेको छु। भिडियो कस्तो लाग्छ हजुरहरूले हेरेर आफ्नो सुझाव चाहिँ कमेन्टमा दिनु होला। अनि यदि हजुरहरूलाई भिडियोले केही सहयोग गर्यो भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला होइन। अनि फेसबुक र टिकटकमा हेरिदिनु भने चाहिँ फलो गर्नु होला। ल अब भिडियो सुरु गरौँ। लेसनको कुरा गरौँ। हाम्रो सेलेरी आउने बित्तिकै हामी सबभन्दा पहिला के गर्छौँ? हामी पहिला खर्च गर्छौँ अनि बाँकी पैसा रह्यो भने मात्रै बचत गर्ने होइन। तर हामीले त्योभन्दा पनि हामीले 10-15% पैसा चाहिँ हामीले पहिला चाहिँ बचत गर्ने अनि बाँकी पैसाले चाहिँ आफ्नो खर्च गर्ने बानी बसाल्नु चाहिँ एकदमै जरुरी छ होइन। यो चाहिँ रिचेस्ट म्यान इन बेबिलोन भन्ने बुकबाट मैले लिएको हो होइन। यो बुकले चाहिँ हामीलाई पहिला आफ्नो आम्दानीलाई चाहिँ बचतमा राख्ने केही रकम होइन, बाँकी रकम मात्रै खर्च गर्ने भनेर सिकाउँछ। अब कुरा गरौँ हामी सेकेन्ड लेसनको। हामीले आफ्नो बजेटलाई चाहिँ प्लान गर्न जरुरी छ। जस्तै मेरो इन्कम कति हो, मेरो कुन ठाउँमा कति खर्च छ भनेर चाहिँ आफूले लेख्न जरुरी छ। आफ्नो बजेटलाई प्लान गर्न जरुरी छ। अब कुरा गरौँ हामी लेसन नम्बर 3 को। हामीले आफ्नो खर्चहरूलाई चाहिँ लेख्ने बानी गर्नुपर्छ। जस्तै हामीले सानोतिनो खर्चहरू गरिरहेको हुन्छौँ जुन चाहिँ हामीलाई महसुस हुँदैन यो, तर महिनाको अन्तिममा चाहिँ त्यही सानो खर्चले हामीले धेरै पैसा गइरहेको हुन्छ होइन। हामीले आफ्नो जस्तै खाद्यान्नको खर्चहरू, शिक्षा, स्वास्थ्य लगायत जे कुराहरू हाम्रो खर्च हुन्छ होइन। अहिलेको जमानामा त लेख्न एकदमै सजिलो भएको छ। जस्तै हामीले मोबाइलमा नोटहरूमा लेख्न सक्छौँ होइन, अथवा कपीमै अथवा नोटबुकहरूमा पनि हामीले टिपोट गर्नु चाहिँ एकदमै जरुरी छ। हामीले यदि आफ्नो खर्चलाई चाहिँ राम्रोसँग ट्र्याक गऱ्यौँ भने हाम्रो पैसा अनावश्यक के कुरामा खर्च भइरहेछ त्यो चाहिँ हामीले सजिलो रूपमा छुट्याउन सक्छौँ। अब कुरा गरौँ हामी लेसन नम्बर 4 को। हामीले आफ्नो अनिवार्य र जुन अनावश्यक खर्चहरू छ त्यो चाहिँ छुट्याउन जरुरी छ। के खर्चहरू चाहिँ मेरो अनिवार्य खर्च हो जुन चाहिँ मैले दैनिक जीवनमा गर्नै पर्ने हुन्छ, के खर्चहरू चाहिँ जुन मैले नगर्दा पनि हुन्छ। सानो समर्पण मैले गरेँ भने मेरो भोलि आर्थिक भविष्य राम्रो हुनसक्छ भनेर चाहिँ हामीले खर्चहरूलाई छुट्याउन जरुरी छ। यदि हामीले सबै खर्चहरू चाहिँ अनावश्यक खर्चहरू गर्न थाल्यौँ भने चाहिँ हाम्रो बचत गर्ने सपना चाहिँ सपनाकै रूपमा रहन सक्छ होइन। त्यही भएर हामीले अनिवार्य रूपमा आवश्यक पर्ने कुराहरूमा मात्रै खर्च गर्ने र के अनावश्यक खर्चहरू कटाउने पनि गर्नुपर्छ। अब कुरा गरौँ लेसन नम्बर 5 को। हामीले जिन्दगीमा लोनहरूबाट चाहिँ हामीले बस्नु जरुरी छ। हामीले कुनै ठाउँबाट हामीले लोन लिइरहेछौँ भने हामीले जस्तै मानौँ 12% को लोन लिएछौँ भने हामीले त्यसमा 8% इन्फ्लेसन मतलब महँगाइलाई जोड्ने, जस्तै 20% भयो। त्योभन्दा बढी हामीले त्यो ऋण लिएको पैसाले आम्दानी गर्न सकिन्छ भने ऋण लिने होइन। नत्र हामीले सो अफ गर्नको लागि होइन, अनि आफ्नो इच्छा चाहना पुरा गर्नको लागि त्यस्तोको लागि चाहिँ हामीले लोन लिनु हुँदैन। ऋणले चाहिँ हामीलाई सक्छ है, यो कुरामा हामीले ध्यान दिनु जरुरी छ। हामीले चाहिँ ऋण लिएको पैसाले त्योभन्दा बढी रिटर्न गर्न कमाउन सकिन्छ भने मात्रै चाहिँ हामीले ऋण लिने गर्नुपर्छ है। अर्को रहेको छ लेसन नम्बर 6 इमर्जेन्सी फन्ड क्रिएट गर्ने। हामी धेरै व्यक्तिहरूसँग इमर्जेन्सी फन्ड हुँदैन होइन। मानौँ आजै हाम्रो जब भयो, हाम्रो एक्सिडेन्ट भयो होइन, अथवा कहीँ बिरामी पर्यो भने हामीसँग इमर्जेन्सी फन्ड भएन भने त हामीलाई समस्या पर्छ नि त। यो कुरामा पनि हामीले इमर्जेन्सी फन्ड क्रिएट गर्नमा पनि हामीले ध्यान दिनु जरुरी छ। पैसा बचाउनको लागि त पैसा त हामीसँग तब मात्रै बच्छ जबसँग हामीसँग इमर्जेन्सी फन्डको लागि पैसा हुन्छ होइन। हामीलाई केही समस्या पर्दाखेरि त चाहिने हो पैसा, त्यसैले इमर्जेन्सी फन्ड बनाउन पनि जरुरी छ है।
लेसन नम्बर 7 रहेको छ हामीले बचत मात्रै गरेर हुँदैन हैन। बचत गरेको पैसाले चाहिँ हामीले इन्भेस्टमेन्ट गर्न पनि जरुरी छ। किनभने बचत गरेको पैसा हामीले सेभिङ एकाउन्टमा पैसा राखेको पैसाले चाहिँ 3%, 4%, 5% सम्म मात्रै हामीलाई इन्ट्रेस्ट दिने गर्छ। तर देशको महँगाई भनेको 7-8% ले बढिरहेको छ हाम्रो नेपालमा। त्यही भएर हामीले बचत गरेको पैसालाई चाहिँ एसआइपी भयो हैन, अथवा म्युचुअल फन्डहरुमा भयो, स्टकमा भयो, सुनमा हैन, चाँदीमा, अथवा हजुरसँग अलिकति धेरै बचत छ भने जग्गाहरु राम्रो लोकेसनमा किन्न पनि सक्नुहुन्छ हैन। यो कुराहरुमा पनि हामीले ध्यान दिन जरुरी छ। नम्बर 8 रहेको छ हामीले चाहिँ आफ्नो एउटा फाइनान्शियल गोल बनाउन जरुरी छ हैन। म चाहिँ यति महिनामा यति पैसा बचाउँछु, यति पैसालाई लगानी गर्छु हैन। त्यसरी हामीले गोल बनायो भने चाहिँ हामीले त्यो अनुसार आफ्नो प्लानहरु बनाएर अगाडि बढ्न सकिन्छ क्या। जस्तै मैले मानौँ म यो महिना चाहिँ 20,000 रुपैयाँ कमाइरहेको छु, त्यसमा 5,000 जम्मा गर्छु अथवा बचत गर्छु भनेर सोच्यो भने 1 वर्षको प्लान बनाउने। 1 वर्षमा 12 पंचे 60,000 रुपैयाँ चाहिँ म बचाउँछु भनेर सोच्ने क्या। अनि 60,000 बचाउँछु भनेर सोचिसकेपछि हामीले त्यो कुरालाई चाहिँ पटक पटक रिपिट गर्दै गएपछि एउटा बानीको रूपमा पनि विकास हुन्छ क्या। अनि 1 वर्ष पछाडि 60,000 बचाउँदाखेरि आफ्नो कन्फिडेन्स बढ्ने कुराहरू भयो हैन। त्यही भएर हामीले एउटा बचतलाई बानीको रूपमा विकास गर्न पनि जरुरी छ र एउटा आफ्नो फाइनान्शियल गोल बनाउन पनि जरुरी छ के। अब कुरा गरौँ हामी लेसन नम्बर 9 को। हामीले सानो सानो बचत बढाउनमा चाहिँ फोकस गर्नुपर्छ। हामीले एकैचोटी धेरै पैसा कमाएपछि म बचत गर्न सुरु गर्छु भनेर सोच्यो भने हामीले बचत गर्ने हाम्रो सपना चाहिँ सपनाकै रूपमा हुन सक्छ है। हामीले चाहिँ जस्तै म महिनामा 10,000 कमाउँदैछु भने 1,000 रुपैयाँ 500 रुपैयाँ बचाउने कोसिस गर्छु भनेर प्लान गर्दै अगाडि बढ्यो भने चाहिँ राम्रो हुन्छ। हामीले अब म 1 महिनामा 50,000 कमाउँछु अनि त्यति बेला चाहिँ म 30,000 रुपैयाँ बचाउँछु भन्यो भने हामीले 50,000 कमाउँदाखेरि हाम्रो खर्च पनि त्यही अनुसार बढिसकेको हुन्छ क्या। हाम्रो लाइफस्टाइल बढेको हुन्छ हैन। यो कुरामा पनि हामीले ध्यान दिनु जरुरी छ। अनि लेसन नम्बर 10 मा चाहिँ हामीले अरूसँग कम्पेयर गरेर आफ्नो फाइनान्शियल खर्चहरु चाहिँ गर्नु हुँदैन भनेर चाहिँ यो बुकहरुको समरीले बताउँछ हैन। हामीले आफ्नो खर्चहरु चाहिँ मेरो इन्कम कति छ, मेरो बजेट प्लानिङ के हो त्यो अनुसार हामीले खर्च गर्नुपर्छ। छिमेकीले कति कमाउँछ, छिमेकीको घरमा कुन गाडी छ, छिमेकीले कुन आइफोन चलाइरहेछ त्यतातिर फोकस गर्यो हैन। अरूको सोशल मिडियामा के कस्तो कुराहरू सो अफ गरिरहेछन् त्यतातिर ध्यान दियो भने चाहिँ हाम्रो बचत हुँदैन है। अनि हजुरहरूलाई भिडियोको अन्त्यमा के भन्न चाहन्छु भने अलिकति म भिडियोमा सानो बोलिरहेको छु हैन। किनभने मैले हजुरहरूलाई भिडियो बनाउन स्टार्ट गरेदेखि नै मैले सुरुमा भनेको थिएँ हजुरहरूलाई म होस्टेलमा बस्छु हैन। अनि ब्याकग्राउन्डमा मेरो 2टा रुम छ। त्यहाँनिर साथीहरू सुतिसक्नु होला, अहिले रातको 10 बजिसक्यो हैन। अनि म अलिकति सानो बोलिरहेको छु किनभने मेरो आवाजको कारणले अरूलाई डिस्टर्ब हुन सक्छ नि त। त्यही भएर डराएर बोलेको यस्तो त्यस्तो मतलब 1-2 जना व्यक्तिहरूले भन्दै हुन्थ्यो हैन। त्यस्तो चाहिँ हैन। भिडियो बनाउन स्टार्ट गर्दाखेरि अलिकति अप्ठ्यारो भएको थियो मलाई हैन। अहिले अलिकति डरहरू कम भएको छ, बोल्न त्यस्तो अप्ठ्यारो भएको छैन। जस अरूलाई डिस्टर्ब हुन्छ भन्ने सोचेर चाहिँ म सानो बोलिरहेको छु हैन। अनि यो भिडियोहरू बनाएर चाहिँ मलाई 1 रुपैयाँ आम्दानी हुनेवाला छैन। मैले जस्ट हजुरहरूलाई केही हेल्प हुन्छ कि भन्ने आशाले चाहिँ यो भिडियोहरू बनाइरहेको छु। भिडियो कस्तो लाग्छ हैन। यदि मन परेमा हजुरहरूले च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि फेसबुक र टिकटकमा हेर्दै हुन्छ भने मलाई फलो गर्नु होला। म हजुरहरूको लागि एकदमै इन्फर्मेटिभ यस्तै नलेजहरू चाहिँ सेयर गर्नेछु। आफ्नो ख्याल गर्नु होला हैन। भिडियो बनाउने क्रममा चाहिँ केही अब सानोतिनो गल्तीहरू भएको छन् बोल्ने क्रममा त्यो कुराहरू पनि हजुरहरूले बुझिदिनुहुन्छ भन्ने आशा गरेको छु। म 10 घण्टा काम गरेर 1 घण्टा जिम गएर हैन अनि आएर अहिले अब तपाईहरुलाई के हेल्प हुन्छ कि भन्ने आशाले चाहिँ यो सानो सानो छोटो छोटो भिडियोहरू बनाइरहेको छु हैन। त्यही भएर हजुरहरूले बुझिदिनुहुन्छ भन्ने आशा गरेको छु। भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया चाहिँ कमेन्टमा मलाई दिनु होला है। बाइ बाइ, गुड नाइट।